भरत तालमा मम्मीको बर्थडे मनाउँदैछु गाइजहरू। आज हाम्रो होल फ्यामिलीको रमाइलो हेर्नु होला गाइज। अनि ड्याडीले गीत गाउँदै हुनुहुन्छ। लासो फ्यापुल्ला अनि नमस्ते सबैलाई। हजुरहरू सबैलाई आरामै हुनुहुन्छ होला। असारको 15 दही चिउरा खाने दिनमा चाहिँ आज हाम्रो मम्मीको बर्थडे परेको छ। अनि त्यसपछि स्पेशल हामी बर्थडे मनाउनको लागि चाहिँ हामी 14 गते नै ससुराली गएको। त्यसपछि फाइनल्ली आज असारको 15 दही चिउरा खाने दिनमा आज हामी चाहिँ भरत तालको गार्डन होटेलमा चाहिँ मम्मीको बर्थडे मनाउनलाई हामी फाइनली गार्डन होटेलमा। अनि मेरो सालो केटा चाहिँ निदाउँदै केकमा हेर्दै छन् गाइजहरू। हामी चाहिँ खास गरी बिहान जाने प्लानमा थियो। अनि त्यसपछि दिनभरि काम बेलुका 5 बजेको समयमा गएको थियो। खासै रमाइलो हुँदैन होला भनेर हामीले सोचेको थियो, तर हामीले सोचेको भन्दा डबल रमाइलो भयो। अनि त्यसपछि मम्मीलाई केक खुवाउने मेरो पालो आयो। अनि ह्याप्पी बर्थडे मम्मी भन्दै मैले अनि मम्मीलाई केक खुवाएँ। अनि केक काटिसके पछाडि सबैजना लु अब खाना सुरु गरौँ भने त्यसपछि सबैजनाले गुवाम कि गुवाम दिन थाले। अनि मेरो ससुरो बुवा चाहिँ गीत गाउनतर्फ लाग्नु भयो। हामी चाहिँ गीतको तालमा दिइरहेको। अनि यता चाहिँ सबैजना ल्याम्की ल्याम झ्याम्की झ्याम पुरै दिँदैछ गाइजहरू। अनि म पनि बाबालाई यसो साथी गर्दै अनि म चाहिँ खासै गीत गाउने मान्छे त होइन, यसो बाबा एक्लै हुनु भएर अनि म चाहिँ बाबालाई साथी गर्दै फाइनली हामी गीत गाएर सकेपछि अब हामी पनि खान थाल्यो है गाइस। अनि त्यसपछि फेरि बच्चा पार्टी ल है हामी पनि डान्स गर्ने भन्यो। अब मेरो छोरी त्यो बिचको अनि मेरो सालोले अब ढुङढुङ गरेर त्यो उफ्रिने चाहिँ मेरो सालो, उतापट्टिको चाहिँ मेरो सालीको छोरा। यिनीहरूको डान्स कस्तो लाग्यो हेर्नु होला। अनि त्यसपछि अब फेरि हामी ठुलोको डान्स गर्ने पालो आउँछ। फाइनली चिल्लर पार्टी सकेपछि अनि मेरो पालो आयो। अनि मलाई नाच्न चाहिँ खासै आउँदैन है गाइजहरू, नराम्रो नसोच्नु होला। त्यसपछि चाहिँ कडा डान्स आयो कि मेरो बुढी अनि त्यसपछि मेरो सालीसँग हामी 3 जना चाहिँ डेन्जर डान्स गरे क्या गाइजहरू। हेर्नु होला, नराम्रो नसोच्नु होला, नराम्रो कमेन्ट नगर्नु होला। मरेर हामीले के नै लाने हो र गाइज होइन। त्यसैले चाहिँ हामी चाहिँ यसो मम्मीको बर्थडेमा रमाइलो गर्दै है गाइजहरू। अनि त्यसपछि फेरि बाबाले म एउटा गीत गाउँछु भन्नुभयो। अनि बाबाले फेरि गीत गाउन थाल्नुभयो। अनि फेरि टोलीहरू त आएर फेरि अर्को एक नाङ्लो सेट मगाएर फेरि झ्याम्की झ्याम दिन थाले। ल गाइज अब चाहिँ कडा आउने भयो है। हाम्रो मम्मीको पालो फेरि डान्स गर्न लाग्नु भयो। अब चाहिँ डेन्जर हुने भयो है। अब पालो मम्मीको डान्स कस्तो लाग्यो भन्नु होला हजुरहरूलाई। अनि मेरो माइली साली र अनि साडो भाइको फेरि छुट्टै पारा छ है गाइजहरू। यता फेरि अनि मेरो पारा यता छुट्टै छ है फेरि गाइज। यसो रमाइलो गरेपछि त यसो होइन हुक्का सुक्का खाएर होइन यसो रमाइलो गरिदियो कि यसो नराम्रो नसोच्नु होला गाइजहरू। अनि मेरो बुढी है फेरि यता त्यसपछि उसले पनि डेन्जर हुक्का तान्दै है गाइस। फाइनली अब हामी लास्टो गीत यही भनेर अनि अब चाहिँ हामी घर जाने प्लान गरेको छौँ। करिब रातिको 11 बजिसकेको रहेछ। रातको 11 बजिसकेको रहेछ। त्यसैले हामी चाहिँ फाइनली लास्टो एउटै गीतमा नाचेर जाउँ भन्यो सबैले। ल गाइस कस्तो लाग्यो भन्नु होला हाम्रो फ्यामिली ब्लग। सबैजनालाई गुड नाइट अनि बाई। कस्तो लाग्यो भन्नु होला हाम्रो फ्यामिली ब्लग।